हेलो गाइस, म सबैले उठे। हामी दाजुभाइ अलिकति झगडा गऱ्यौँ। भाइले चाहिँ मलाई लात्ती हानेको देख्नु होला गाइस। ल मैले सफा गरेँ भाइलाई। अनि यो ब्ल्याङ्केट मिलाउन लागे होइन। अनि ब्ल्याङ्केट मिलाइरहेछु। अनि मिलाएपछि उता कुन्नामा हालिदियो। अनि भाइलाई हेल्प गर्न गएँ। अनि हेल्प गर्दा त मलाई पल्टाउनै आएन। अनि भाइ चाहिँ के गरे भनिरहेको थियो होइन। अनि त्यो ठुलोवाला ब्ल्याङ्केट गरे आयो। यो के तकिया मिलाएर खिचेन रहेछ। अब मैले लुगा फुकाल लगाएपछि अनि यो अर्को यतिकै लुगा लगाउने लगाएँ। अनि पुसअप हान्न लगेँ। अनि पुसअपै हान्न आएन, गाह्रो भयो। अनि चाङ ठाडो गरी हान्न लाग्यो। अनि अब म ह्याकिङ परिवार बनिरहेँ होइन। अब यो भाइ चाहिँ म होइन यो चाहिँ अलिकति कमेडी भयो है होइन। होइन अब एक्सर्साइज गरिरहेको थियो। एक्सर्साइज गरिरहेको अनि एकछिनमा 1 मिनटको लागि यस्तो त्यो हालेँ। अनि मेडिटेसन गर्न लागि। अनि यस्तो यस्तो गर्न लागि देख्नुभयो गाइस होइन। अनि भाइले सामानहरू फ्याँक्यो। म भिखारी भयो जस्तै होइन। अनि मेरो मेडिटेसन पुरा भएपछि हुनै लागेको थियो। मेडिटेसन पुरा हुनै लागेको थियो होइन। अब मेडिटेसन पुरा हुँदैछ। घडी देखाउनु भयो उहाँले कति भयो भनेर होइन। अब भाइले कति फालिरहेको थियो सामान त्यो होइन। मेडिटेसन पुरा भएपछि हेरौँ। मेरो भाइले चाहिँ मलाई डिस्ट्र्याक्ट गरिरहेको थियो। टाउको आइसक्यो त्यसको अगाडि, मेरो अगाडि होइन। टाइमर चाहिँ पुरा भयो। टाइमर पुरा भयो गाइस होइन। अनि मेरो फुपूले भनिदिनु भयो। अनि फेरि त्यो सामानहरू फ्याँकेको झगडा भयो। हाम्रो चाहिँ धेरै झगडा हुन्छ होइन। फेरि झगडा भयो। अब म मुख धुन लागेँ, त्यो पनि चिसो चिसो मान्छेको। पानी चाहिँ लास्टै चिसो थियो कि होइन। धोएपछि साबुन गरे। अनि फेरि धुन लाग्यो चिसो चिसो पानीसँग होइन। अनि टावेलबाट पुसे मुख होइन। अनि हामीहरू उता मामा घरको हजुरबाले फोन गर्नुभयो। अनि क्रिम लगाएँ। अब फोन भएको कुराकानी चाहिँ हुँदैछ यहाँ। तर अलिकति हाइपरल्याप्समा भएर अलिकति त्यो फास्ट भयो। फास्ट भयो त्यो। अनि भात खाएँ। Yes. You know. Yes. 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 मेरो भाइ चाहिँ पल्टाउन नआएर के पो गरिदिएछ। पल्टाउन नआएर मेरो मोजा हेर्नुहोस् गाइस। हामी सबै स्कुलको लागि गयौँ। बाई बाई।
मेरो कपाल चाहिँ त्यो कुखुरा जस्तै ठाडो भइरहेको थियो कि गाइज होइन